जय मसीह यहाँहरू सम्पूर्णमा। आज तपाईँहरूको माझमा विशेष गरेर हामी इसाईहरू चाहिँ सामाजिक सञ्जालमा आउँदै गर्दा कसरी उभिने हैन। किनभने सामाजिक सञ्जालमा अहिले मैले यसो विचार गरेको धेरै किसिमको भिडहरू चाहिँ रहेछ कि जस्तै हामी टिकटक हेर्छौँ भनेदेखिलाई टिकटकमा एउटा भिड छ जसले चाहिँ आफैलाई यस्तो तरिकाले प्रिटेन्ड गरेको हुन्छ कि हैन, म एकदमै खुसी छु, म एकदमै राम्रो छु, मैले राम्रो खाएको छु, मैले राम्रो लाएको छु भन्ने कुरालाई नै उसले संसारमा चाहिँ त्यो कुराहरू नै देखाउनको निम्ति त्यो उद्देश्य नै उसको त्यही नै हुन्छ हैन। अनि त्यही कुरालाई नै उसले कसरी हुन्छ त्यो टिकटकको संसारद्वारा चाहिँ देखाउन चाहन्छ। अनि कति व्यक्तिहरूले चाहिँ कति दिदीबहिनीहरूले चाहिँ विशेष गरी दिदीबहिनीहरूले चाहिँ एउटा छाडापन, एउटा नाङ्गोपनलाई चाहिँ आफ्नो शरीरको एउटा चाहिँ हैन अङ्गहरूलाई चाहिँ लिएर आएर चाहिँ अनि ओपनली टिकटकमा फेसबुकमा चाहिँ राखेर उहाँहरूले चाहिँ हैन आफैलाई भाइरल बनाउनको लागि अथवा कुनै पनि तरिकाले मानिसहरूले चाहिँ मलाई हेरुन् देखुन् भन्ने उद्देश्य राखेर उहाँहरूले भिडियो बनाउनुहुन्छ। अनि दुःख लाग्दो कुरा के छ भनेदेखिलाई चाहिँ तिनीहरूलाई हेर्ने भिड नै आज टिकटक र फेसबुकमा चाहिँ अधिकांश मात्रामा चाहिँ हामी पाउँछौँ। तर इसाईहरू चाहिँ कसरी उभिनुपर्छ त फेसबुक र टिकटकको संसारमा भन्ने कुरालाई लिएर म परमेश्वरको वचन तपाईँहरूको माझमा बताउन चाहन्छु। आज संसारमा हर किसिमको भिडहरू हामी पाउँछौँ अनि यो डिजिटल युगमा हामी प्रवेश गरिसकेका छौँ। अब इसाईहरूले पनि यो कुरालाई नकार्न सक्दैन। यद्यपि यो भन्दै गर्दाखेरि अब हामी इसाईहरूले चाहिँ के गर्ने त, हामी कसरी चाहिँ टिकटकको संसारमा फेसबुकको संसारमा चाहिँ पाइला चाल्ने त भन्दाखेरि पहिलो कुरा पवित्रता है। पवित्रताद्वारा नै हामीले चाहिँ टिकटक र फेसबुक चाहिँ आफैमा नराम्रो कुरा होइन, एउटा साधन हो। अब यो साधनलाई हामीले कसरी युज गर्छौँ। आज चाहिँ टिकटक र फेसबुकमा जति पनि सामाजिक सञ्जाल अरूहरू पनि इमो छ, धेरै वाट्सएप छ, धेरै कुराहरू छ। यी सबैमा चाहिँ आज अनैतिक काम गर्ने, अश्लील काम गर्ने र अन्धकारकै कामहरू रुचाउने व्यक्तिको भिड एकदमै ठुलो छ भन्दैमा यो कुरा आफैमा अपवित्र, यो कुरा आफैमा चाहिँ घिनलाग्दो कुरा हो र हामी यसबाट टाढा हुनुपर्छ भन्ने सोच यदि हामी राख्छौँ भने हामी उनीहरूको माझमा कहिले पनि सुसमाचार लिएर जान सक्दैनौँ। त्यसै कारणले गर्दाखेरि अब हामी विश्वासीको भूमिका के त, टिकटकको संसारमा फेसबुकको संसारमा जति पनि सामाजिक सञ्जालका कुराहरू छन् त्यहाँनिर हामी विश्वासीले कस्तो भूमिका खेल्ने त है। हामीले दोहोरो चरित्रतामा त जीवन बिताइरहेका छैनौँ कि त है। यसो कुनै एउटा प्रभुको दासले वचन बोल्दै गर्दा त्यसमा पनि लाइक ठोकेका छौँ अनि लुकी चाहिँ हामी त्यही घिनलाग्दा गतिविधिहरूलाई टिकटक र फेसबुकमा हेर्दैछौँ भनेदेखिलाई आज तपाईँ र म चाहिँ पाखण्डी ढुङ्गीको जीवन बिताइरहेका छौँ अनि डबल स्ट्यान्डर्डमा यदि हामी जिउँदैछौँ भनेदेखिलाई चाहिँ अब त्यो कुरा चाहिँ इसाईहरूले बन्द गर्नुपर्छ र हामीले पनि अब खुलेर है प्रभुको वचनलाई हामीले टिकटकद्वारा, फेसबुकद्वारा, वाट्सएपद्वारा, इमोद्वारा हामीले चाहिँ त्यो कुराहरूलाई चाहिँ अब राख्ने समय चाहिँ आएको छ। हामी त्यो युगभित्र पसिरहेका छौँ प्रियहरू हो। यो भन्दै गर्दाखेरि हाम्रो जीवनमा चुनौती हुन्छ, धेरै चुनौती हुन्छ। आज विश्वासीहरूले पनि एउटा इन्टरटेनको रूपमा मात्र लिन्छौँ हामी सामाजिक सञ्जाललाई होइन। काम गरेर आउँछौँ अनि थाकेका हुन्छौँ अनि यसो पल्टायो अनि चिने जानेका मानिसलाई लाइक गर्यो, कमेन्ट गर्यो अनि सुत्यो। त्यही नै हाम्रो दिनचर्या भइरहेको हुन्छ। तर आज म तपाईँहरूलाई झकझक्याउन चाहन्छु, इसाई मेरा जति पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, प्रभुले हामीलाई एउटा वेदी दिनुभएको छ। अब हामीले टिकटकमा, फेसबुकमा जति पनि सामाजिक सञ्जाल छ त्यहाँनिर अब हामीले आफैलाई उभ्याउने समय आएको छ। एलियाले हो होइन भनेको, कहिलेसम्म तिमीहरू चाहिँ बालको पूजा गर्छौ, कहिलेसम्म चाहिँ तिमीहरू असेराको पूजा गर्छौ। यदि तिमीहरू बाललाई पछ्याउँछौ भने बाललाई नै पछ्याउ, तर तिमीहरूले परमेश्वरलाई पछ्याउँछौ भने परमेश्वरलाई पछ्याउ भने जस्तै आज हामी टिकटकमा चाहिँ हामी दुवै कुरालाई पछ्याएर जिउन सक्दैनौँ। हामी चाहिँ यता होइन ती नराम्रा ती छाडा गतिविधिहरूलाई पनि हेर्दै अनि फेरि यसो गीत भजन आउँदै गर्दा त्यसलाई पनि हेर्दै मननको त्यो किसिमको जीवन अब हामीले जिउनु हुँदैन प्रियहरू हो। अब हामी सही तरिकाले उभिनुपर्छ वचनमा। आज म इसाई दाजुभाइहरूलाई चाहिँ भन्न चाहन्छु, हामी सही तरिकाले उभियौँ। दिदीबहिनीहरू, तपाईँको छाडापन टिकटक र फेसबुकमा नहाल्नुहोस्। तपाईँ प्रभुलाई बोकेको छोरी हुनुहुन्छ होइन, क्रुस बोकेको छोरी हुनुहुन्छ। तपाईँ रमाउनुहोस् प्रभुमा, तपाईँको रमाहाट प्रभुमा कति छ भन्ने कुरा चाहिँ देखाउनुहोस् संसारलाई।
तपाईँलाई प्रभुले कति आनन्द दिनुभएको छ, कति शान्त दिनुभएको, शान्ति दिनुभएको छ, कति धेरै छुवाईमा तपाईँ, कति धेरै प्रभुको उपस्थितिमा तपाईँ जिउँदै हुनुहुन्छ भन्ने कुरालाई चाहिँ तपाईँले लिएर आउनुपर्छ। तपाईँको कन्टेन्ट चाहिँ अब त्यो हुनुपर्छ। अनि दाजुभाइहरू, तपाईँहरू पनि अब प्रभुको वचनलाई लिएर है हामी चाहिँ आउँ, टिकटकमा, फेसबुकमा आउँ, हामी खुलेर आउँ। हामी अपवित्रतामा, अन्धकारमा भन्दा बढी आनन्द र खुसी प्रभुको प्रेममा छ, प्रभुको छुवाईमा छ, त्यो पवित्रतामा छ भन्ने कुरालाई चाहिँ तपाईँ र मैले देखाउनुपर्छ। अब एउटा यस्तो भिड हामी निर्माण गरौँ जहाँ हामी इसाईहरू पनि है, हामी क्रिस्चियनहरू पनि हामी खुसी छौँ, हामी रमाउँदैछौँ, तर संसारको कुराहरूमा होइन है, मिठो खाना पाउँदै गर्दा, राम्रो लाउन पाउँदै गर्दा चाहिँ हामी खुसी भएको भन्दा पनि त्योभन्दा बढी बढी खुसी चाहिँ हामी प्रभुको प्रेममा छौँ, प्रभुको वचनमा छौँ, प्रभुले छुँदै गर्दा हामी यति धेरै आनन्दित छौँ भन्ने कुरा चाहिँ अब हामीले संसारलाई देखाउनुपर्छ। प्रियहरू, मैले चाहिँ पहिला यो टिकटक र फेसबुकलाई गलत सम्झेँ, अनि म आफै पनि 6 महिनादेखि 1 वर्ष जस्तो चाहिँ यी सामाजिक सञ्जालहरूबाट टाढा बसेँ। अनि मैले सोच्थेँ आफैलाई म धर्मी छु, किनभनेदेखिलाई म चाहिँ अहिलेको यो टेक्नोलोजीलाई नै मैले चलाउँदिनँ, छुँदिनँ भनेर सोच्ने गर्थेँ। तर एक दिन मैले मेरो हृदयमा विचार आयो, होइन नि, होइन, राम्रो मान्छे र नराम्रो मान्छे त टिकटक र फेसबुकमा मात्र होइन, संसारको जुनै कुनामा पनि छ नि, होइन र। तर हामी कसरी उभिने भन्ने कुराले पो अर्थ राख्छ त नि। म कसरी उभिने त अब फेसबुक र टिकटकको संसारमा, अर्थात् सामाजिक संसारमा चाहिँ मैले आफैलाई कसरी उभ्याउने भन्ने कुरालाई चाहिँ मैले विचार गर्दै थिएँ। अनि मैले यो कुरालाई विचार गर्दै गर्दा म मात्र होइन, अब जति पनि प्रभुलाई प्रेम गर्ने छोराछोरीहरू हुनुहुन्छ, बाबाआमाहरू हुनुहुन्छ, अब हामी कसरी उभिने त भन्ने कुरालाई चाहिँ मैले विचार गर्दै गर्दाखेरि चाहिँ म आज यो भिडियो बनाउन बाध्य भएको छु। अब हामीले टिकटकमा है, फेसबुकमा, वाट्सएपमा अब हामीले प्रभुलाई महिमा दिन सिक्नुपर्छ, जान्नुपर्छ। अब हाम्रो प्रार्थनाहरू, हाम्रो आज्ञापालनहरू, हाम्रो पवित्रताको जीवनहरू, हामीले बोकेका क्रुसहरू पनि अब चाहिँ हामीले यो डिजिटल उसमा संसारमा चाहिँ ल्याउनु पर्ने एउटा युगमा हामी छौँ। किन चाहिँ त्यो गर्ने भन्दाखेरि चाहिँ भाइरल हुनलाई, मानिसहरूले मन पराउनलाई, आममा यो त यस्तो खतरा रहेछ भन्नको लागि त्यो एउटा इन्टेन्सन बोकेर यदि हामी आउँछौँ भनेदेखिलाई मानिसको नजरमा हामी भाइरल पनि हौँला, मानिसले हामीलाई वाह पनि भन्ला, तर प्रभुको नजरमा तपाईँ र मेरो अलिकति पनि हैसियत हुँदैन है। किन भन्दा हामीले के गर्दैछौँ भन्ने कुरा चाहिँ यदि प्रभुको नजरमा, प्रभुको नियतिमा चाहिँ प्रभुले त्यो कुरालाई सही ठहर्याउनु भएन भने हामीले गरेका सबै कुराहरू चाहिँ त्यो राम्रै काम किन नहोस्, असलै काम किन नहोस्, त्यसले पनि कुनै अर्थ राख्दैन। त्यसै कारणले गर्दाखेरि म आज तपाईँहरूको माझमा भन्न चाहन्छु, मैले यो भिडियो बनाउनु अगाडि म धेरै लामो समयसम्म चाहिँ म सोचमा थिएँ, म विचारमा थिएँ, म प्रार्थनामा थिएँ, प्रभु म के गरौँ। अनि त्यसपछि चाहिँ मैले निर्णय गरेँ, डिसाइड गरेँ, प्रभु म उभिन्छु, म सही तरिकाले उभिन चाहन्छु। तर मलाई म पनि एउटा मान्छे, कमजोर व्यक्ति, नाकको पालमा सास भएको व्यक्ति, को चाहिँ बलियो हुन्छ र है। यदि म त एकदमै कमजोर व्यक्ति, एकदमै धेरै कमजोर व्यक्ति, धेरैचोटि पापमा लडेको, गिरेको व्यक्ति। तर आज प्रभुले यो हृदय दिनुभयो अनि मैले पनि यो प्रभुसँग भने, प्रभु म सही तरिकाले उभिन चाहन्छु, तर तपाईँ मेरो साथमा हुनुपर्छ। अनि म आज तपाईँहरू सबैलाई समेट्न चाहन्छु प्रभुमा। आउँ, अब हामी यो डिजिटल संसारलाई एउटा प्रभुको वचनको प्रेमले भरौँ, होइन। हामी भेला हौँ प्रभुको वचनको निम्ति मात्र भेला हौँ प्रियहरू, त्योभन्दा बाहिरी कामको लागि भेला नहौँ। त्योभन्दा बाहिरी कामको लागि चाहिँ टिकटक र फेसबुकलाई नचलाउँ। तपाईँ र मलाई शान्ति दिने प्रभुको वचन नै है। कतिले चाहिँ फ्रेस हुनलाई टिकटक चलाउँछ, फेसबुक चलाउँछ, अनि त्यो फ्रेस के कुराले, तपाईँ त्यो नाङ्गा केटीको बडी देखेर तपाईँ फ्रेस हुने हो? मैले स्पेसली इसाईहरूलाई भन्दैछु, के कुरा हेरेर तपाईँ चाहिँ टिकटक र फेसबुकमा चाहिँ तपाईँले आफूलाई फ्रेस भएको फिल गर्नुहुन्छ? भन्नुहोस् त मलाई। गलत कुराहरूको परिणाम जहिले पनि गलत हुन्छ प्रियहरू, सही कुराको परिणाम जहिले पनि सही नै हुन्छ। हामी फ्रेस हुने परमेश्वरको वचनद्वारा, अनि त्यो वचन चाहिँ हामीले टिकटकमा अब छर्नुपर्छ, फेसबुकमा छर्नुपर्छ, युट्युबमा छर्नुपर्छ है। अनि आँखा बन्द गरौँ, जसै हामीले अब हामी डिजिटल उसबाट टाढा जान सक्दैनौँ संसारबाट। हाम्रो जीवन, हाम्रो फेसबुकको वालहरूमा है, टिकटकको हामीले स्क्रोल गर्दै गर्दाखेरि आउने ती उसहरूमा चाहिँ
हामीले गलत कुराहरूलाई चाहिँ अब ब्लक गर्न सिकौँ, खोजौँ है। ती कुरालाई फालौँ, हृदयदेखि नै फालौँ। हामी टिकटकको संसारमा पनि परमेश्वरको प्रेमलाई नै उचालौँ, वचनलाई नै उचालौँ। अनि जति पनि गलत कुराहरू छ ती सबै कुरालाई फालौँ है हजुर। अब यो समय हामी समयको अन्त्यतिर छौँ। त्यो भएको कारणले गर्दा अब हामी इसाईहरूले कस्तो तरिकाले जीवन जिउँदैछौँ भन्ने कुरा चाहिँ टिकटकको संसारमा जुन किसिमको अन्धकारका कुराहरूलाई लिएर जिउने दाजुभाइहरू हुनुहुन्छ, दिदीबहिनीहरू हुनुहुन्छ होइन, भाइरल हुने न्युमा चाहिँ आफूलाई नङ्ग्याउनसम्म पछि परेको छैन। अनि सबैको पछाडि म दाजुभाइ दिदीबहिनीहरूलाई दोष दिँदिनँ। यसको पछाडि अन्धकारको शक्ति साम्राज्य लागिरहेको छ। त्यसको विरुद्धमा चाहिँ म खडा भएको छु पवित्र परमेश्वरको वचन लिएर। आज म दुष्टलाई चाहिँ च्यालेन्ज गर्न चाहन्छु। तैँले जति पनि यो अनैतिकता, अश्लीलता टिकटकको संसारमा, फेसबुकको संसारमा, जति पनि यो देखिने संसारमा तैँले चाहिँ जरा गाडेर फैलाएको छस्, ती सबैको बिचमा अब इसाईहरू जागिसकेको छ। अब इसाईहरूले धार्मिकताको छातीपाता लगाइसकेको छ, मुक्तिको टोप भिलिसकेको छ, पवित्र आत्माको तरबार हातमा लिइसकेको छ, सुसमाचारको जुत्ता लगाइसकेको छ, सत्यको पटुकाले चाहिँ कम्मर बाँधिसकेको छ। अब तेरो खेर छैन। अब जहाँ जहाँ तैँले पाप बढाएको छस् त्यहाँ त्यहाँ प्रभुको अनुग्रह अझ बढी मात्रामा फैलिनको निम्ति चाहिँ प्रभुले आफ्नो खेतालाहरू अब टिकटकमा, फेसबुकमा, व्हाट्सएपमा तयार गर्दै हुनुहुन्छ। हालेलुया। अब हामी यो डिजिटल संसारमा परमेश्वरले तयार गर्नुभएका खेतालाहरू हौँ। हालेलुया। अब लड्ने समय छैन। अब एकअर्कालाई होच्याउने समय छैन विश्वासीहरू। अब लुकी लुकी पाप हेर्ने समय छैन। अब लुकी लुकी चाहिँ हामी शैतानसँग चाहिँ मिल्ने समय पनि छैन प्रियहरू। हामी त्यस्तै किसिमको जीवन जिउँछौँ नि त होइन। चर्चमा जाँदा हामी पवित्र हौँ, अगुवाहरूसँग बोल्दा हामी पवित्र हौँ, तर जब हामी एक्लो हुन्छौँ त्यसपछि चाहिँ हामीले हाम्रो पार्टनरसिप चाहिँ कहिलेकाहीँ अन्धकारका कुराहरूसँग गरिरहेका हुन्छौँ। त्यही कुराले गर्दाखेरि शैतानले चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ बाटो पाएको। आज त्यो बाटो ब्लक गर्ने हो। आज त्यो बाटो ब्लक गर्ने हो। आज तपाईँ र मैले भन्ने हो, प्रभु म तपाईँको हुन्छ। आज तपाईँले जति पनि आज यो टिकटकमा, फेसबुकमा, व्हाट्सएपमा जति पनि तपाईँले जुन कुराहरू पवित्र आत्माको विरुद्धमा थियो, वचनको विरुद्धमा थियो, जति पनि कुराहरू आज ती कुराहरूलाई ब्लक गरौँ ल। यदि ती कुराहरूलाई ब्लक गर्नु भएन भनेदेखिलाई त्यो एउटा बाटो तपाईँले शैतानको लागि छोडिराख्नु भएको। कुनै न कुनै दिन त्यो बाटो भएर चाहिँ शैतानले तपाईँलाई परीक्षामा लान्छै लान्छ। त्यसै कारणले प्रियहरू हो, आज मैले माफ गर्नुहोस् कुनै पनि वचनको अध्ययन खण्डलाई चलाइनँ, किनभनेदेखिलाई चाहिँ सबभन्दा पहिला आज हामी चाहिँ यो विषयमा चाहिँ कुरा गरौँ भन्ने नै मैले सोचेको थिएँ है। वचनले भन्दछ तिम्रो हृदयलाई सुरक्षित र सुरक्षित राख, किनभने सबै कुराको मूल नै त्यही हो। तर आज म तपाईँलाई भन्दछु हृदयलाई सुरक्षित राख्नुभन्दा अगाडि मोबाइललाई चाहिँ शुद्ध राखौँ। किनभने मोबाइलबाट नै तपाईँको खाना आउँदैछ। अहिले यो डिजिटल संसारमा चाहिँ हामी के खाँदैछौँ, आँखाद्वारा के खाँदैछौँ, कानद्वारा के सुन्दैछौँ भन्ने कुरा चाहिँ आज मोबाइलले चाहिँ मोबाइल ल्यापटपले चाहिँ एकदमै ठुलो धेरै चाहिँ असर पार्छ। त्यसै कारणले तपाईँले मोबाइलमा असल कुरा राख्नुभएको छैन भने तपाईँको हृदयमा असल कुरा आउँदैन, तपाईँको आँखाले असल कुरा देख्न पाउँदैन। त्यसै कारणले जति पनि तपाईँको आँखालाई, तपाईँको हृदयलाई प्रभुबाट टाढा लैजाने जति पनि कुराहरू तपाईँको मोबाइलमा छ, आज प्रार्थनाद्वारा त्यो कुरालाई चाहिँ फ्याँकौँ है। अनि म तपाईँको लागि प्रार्थना गर्छु। अनि यो चाहिँ गर्न एकदमै आवश्यक छ प्रियहरू। तपाईँको अतीत परमेश्वरको हातमा सुम्पिदिनुहोस्। विगतमा तपाईँले के गर्नुभयो, कस्तो जीवन जिउनुभयो, अथवा अहिले पनि तपाईँ कुन अवस्थामा हुनुहुन्छ त्यो प्रभु जान्नुहुन्छ। तर एउटा कदम चाहिँ तपाईँले चाल्नै पर्छ, त्यो हो यो डिजिटल संसारमा पनि म परमेश्वरसँग जोडिन्छु, परमेश्वरको मानिसहरूसँग जोडिन्छु। उत्साह दिनुहोस्। कुनै एउटा बहिनीले प्रभुको वचन लिएर आउनुहुन्छ, कमेन्टद्वारा उत्साह दिनुहोस्, सेयर गरेर उत्साह दिनुहोस्। कुनै एउटा भाइले प्रभुको भजन लिएर आउँदै हुनुहुन्छ टिकटकको संसारमा, उत्साह दिनुहोस् है। उसलाई तपाईँले चाहिँ चिन्नु पर्यो, हामी सबै ख्रिस्टको घरानामा हो है, हामी सबै ख्रिस्टभित्र छौँ। त्यसै कारणले गर्दा कसैले एउटा गतिविधि, कुनै एउटा कन्टेन्ट लिएर, वचनको कन्टेन्ट लिएर, परमेश्वर पितालाई महिमा आउने कुरालाई लिएर टिकटकको संसारमा आउँदै हुनुहुन्छ भनेदेखिलाई फेसबुकमा आउँदै हुनुहुन्छ, उहाँलाई तपाईँले उत्साह दिनुहोस्, उहाँलाई तपाईँले चाहिँ प्रेम गर्नुहोस्, अनि उहाँको लागि प्रार्थना गर्नुहोस्। यो चुनौतीपूर्ण कुरा छ। आज हामी यो टिकटकको संसारमा जति पनि अन्धकारको साम्राज्यले चाहिँ जरा गाडेको छ, जति पनि यहाँ नग्नताहरू फैलाइएको छ, जति पनि यहाँ चाहिँ होइन आफै केन्द्रित जीवन जिउनको निम्ति जुन किसिमको एउटा चाहिँ चलन चलिरहेको छ, आज यी सबैको बिचमा हामी ख्रिस्टमा खुसी छौँ।
हामी प्रभु येशूमा चाहिँ आनन्दित छौँ, हाम्रो प्रभु सारा संसारको चाहिँ मालिक हुनुहुन्छ भन्ने एउटा चाहिँ प्रभुको सन्देश बोकेर तपाईँ र म यसरी आउँदै गर्दाखेरि आज तपाईँ र मैले त्यो कुरालाई देखाउनु परेको छ यो संसारलाई, स्पेसली डिजिटल संसारलाई। सो म तपाईँहरूलाई भन्न चाहन्छु, जति पनि गलत कुराहरू तपाईँले तपाईँको फोनमा त्यो फोल्डरहरूभित्र फोल्डर बनाएर सेभ गरेर राख्नुभएको छ, तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ, तपाईँ राजकीय पुजारी हुनुहुन्छ। शैतानले तपाईँलाई कस्तो ठाउँमा राखेको छ विचार गरौँ। सुँगुरको खोरमा त्यसले तपाईँ र मलाई चाहिँ पारेको छ। अनि त्यो सुँगुरको खोर चाहिँ आज डिजिटली सुँगुरको खोर हो है। त्यो सुँगुरको खोरबाट आज तपाईँ र म निस्किनुपर्छ। तपाईँले भन्नु होला होइन, प्रभुले चाहिँ मलाई चाहिँ एक दिन निकाल्नुहुन्छ। नो, हामीलाई थाहा छ उडन्ते पुत्रको कथा। जसै चाहिँ उडन्ते पुत्र चाहिँ तपाईँको सुँगुरको खोरमा सुँगुरको चारो खाँदै थियो अनि उसले एक दिन त्यहाँ निर्णय गर्यो कि म पिताको घर फर्किन्छु भनेर। एकछिन मानिदिनुहोस्, त्यो बेलामा चाहिँ उसले चाहिँ आफ्नो घरमा चाहिँ एड्रेसमा बुवालाई चिठी लेखेर, बाबा म यस्तो यस्तो कारणले गर्दा सुँगुरको खोरमा परेँ, सुँगुरको चारो खाँदैछु, मलाई लिन आउनुहोस् भनेको भए पिताले के गर्नुहुन्थ्यो होला भन्नुहोस् त? पिताले भन्नुहुन्थ्यो, आऊ छोरा, तिम्रो लागि सधैँ मेरो घरको ढोका खुल्ला छ। सो हाम्रो जीवन चाहिँ कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि हामी त्यही सुँगुरको खोरमा बसेर पवित्र आत्मालाई पुकारिरहेका हुन्छौँ, प्रभु येशू ख्रीष्टलाई, प्रभु आउनुहोस् न, मेरो जीवनमा आउनुहोस्। निस्कनुहोस् न, पहिला निस्किनुपर्छ। किनभनेदेखिलाई प्रभुले त्यो चेत खोलिसक्नु भयो त तपाईँलाई। चेत खुल्यो नि त त्यो उडन्ते पुत्रको। चेत खुलेपछि उसले थाहा गरे, म किन, मेरो त घरमा त नोकरहरूले नि मिठो मिठो खाएर बसेको छ, सो म किन यहाँ छु? अनि उसले चाहिँ त्यसपछि कदम चालेको छ। मलाई सबैभन्दा मनपर्ने कुरा कदम चाल्नु प्रभुमा। हालेलुया। कदम चाल्नु न यार, आज कदम चालौँ न हामी है। हामी कदम चालौँ, हामी प्रभुमा कदम चालौँ है। त्यो पापले तपाईँलाई मलाई सधैँभरि लडाएर राख्न सक्दैन नि, त्यो अँध्यारोले तपाईँलाई मलाई सधैँभरि लुकाएर राख्न सक्दैन नि। किनभने प्रभु येशू ख्रीष्ट ज्योति हुनुहुन्छ अनि उहाँलाई पछ्याउने कोही पनि अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। हालेलुया। तपाईँ र म त्यो जीवनको ज्योति पाइएका व्यक्तिहरू हो, कसरी त्यसले लडाएर राख्न सक्छ होइन? बाइबलले भन्छ त, 7 चोटि लडे तापनि धर्मीजन चाहिँ उठ्न सक्छ। आज तपाईँको उठ्ने समय आएको छ, उठ्नुहोस् है। तर यो भन्दै गर्दाखेरि निर्णय चाहिँ लिनै पर्छ हामीले। प्रभु हो, मैले यस्तो यस्तो भिडियोहरू चाहिँ सेभ गरेर राखेको थिएँ, यस्ता यस्ता व्यक्तिहरूलाई चाहिँ मेरो जीवनमा चाहिँ म भन्छु आज तपाईँलाई, प्लिज ब्लक गर्नुहोस् ती व्यक्तिहरूलाई जसले तपाईँलाई पापमा डोर्याउँदैछ। ती व्यक्तिहरूलाई ब्लक गर्नुहोस्, ती व्यक्तिहरूसँग आइनो नगर्नुहोस् है। क्षमा गर्नुहोस् तर ब्लक पनि गर्नुहोस्, दुईवटा कुरा गर्नुहोस् है। नत्र चाहिँ कहिलेकाहीँ शैतानले यहीँनिर ट्विस्ट गरिदिन्छ, तिमी त प्रभुको छोरा होइन, तिमी त प्रभुको छोरी होइन, कसरी तिमीले चाहिँ त्यसलाई ब्लक गर्न सक्छौ? तिमीले ब्लक गर्नु हुँदैन, खै तिम्रो प्रेम कहाँ गयो? नो, शैतानको यो चाल हो। तपाईँले ब्लक गर्नुहोस् त्यो व्यक्तिलाई जुन व्यक्तिसँग चाहिँ तपाईँले चाहिँ अनैतिक काममा चाहिँ तपाईँ सहभागी हुनुहुन्थ्यो, जुन व्यक्तिसँग चाहिँ तपाईँले चाहिँ संसार एकदमै दुष्ट कामहरू गर्दै हुनुहुन्थ्यो। ब्लक स्पेसली यो कुरा चाहिँ मैले केटा र केटीको बिचको सम्बन्धलाई लिएर भन्दैछु। छोरा मान्छे हो भने तपाईँले ब्लक गर्न आवश्यक छैन, तपाईँले क्षमा माग्नुहोस् गर्नु। छोरी मान्छे हो भने तपाईँले ब्लक गर्न आवश्यक छैन, तपाईँहरूले चाहिँ क्षमा माग्नुहोस् र ब्लक न। तर छोरा र छोरी, केटा र केटीको केसमा जहाँनिर अनैतिकताको गन्ध हुन्छ, जहाँनिर व्यभिचारको गन्ध हुन्छ, त्यस्तो सिचुएसन हो भने अब त्यहाँनिर चाहिँ म त प्रभुमा आइसकेँ, प्रभुले मलाई पवित्र पारिसक्नु भयो, सो अबदेखि म यो पापमा लड्दिनँ भनेर चाहिँ छाती फुलाउने काम नगर्नुहोस्। किन भन्दा यो व्यभिचारको पापदेखि चाहिँ प्रभुले के भन्नुभएको छ? भाग भन्नुभएको छ। भाग्नु नै पर्छ, नभागेसम्म चाहिँ यो पापसँग चाहिँ, यो पापलाई चाहिँ तपाईँ र मैले लगाएको धार्मिकताको छाती पातालाई नि छेडेर जान्छ यो पापले। किनभने यो पाप चाहिँ अदृश्य छ अनि यो चाहिँ शरीरभित्र पनि, यो आत्माभित्र पस्ने पाप हो भनेर पनि बाइबलले भन्दछ। किन भन्दा सबै पाप तिमीले शरीरको बाहिर गर्छौ, तर व्यभिचार चाहिँ आत्मा शरीरभित्र हुने पाप भएको कारणले गर्दा यसले हाम्रो शरीरको सबै कुरालाई छेडेर जाने पाप भएको कारणले गर्दाखेरि चाहिँ छोराहरू हो, ती छोरीहरूलाई ब्लक गर्नुहोस् जुन छोरीसँग चाहिँ तपाईँले अनैतिक काम गर्नुभएको थियो। छोरीहरू हो, नानीहरू हो, मेरो कुरा सुन्नुहोस्, ती सबै भाइहरूलाई, छोराहरूलाई तपाईँले ब्लक गर्नुहोस् आज, अहिले, यति नै खेर प्रभुको खातिर प्रभुसँग क्षमा माग्नुहोस् र त्यो व्यक्तिसँग पनि क्षमा मागेर आइनो नगर्नुहोस् र तपाईँ मुभ अन हुनुहोस् प्रभुमा मुभ अन हुनुहोस् अनि प्रभुले तपाईँलाई चाहिँ डोर्याउनुहुन्छ। हालेलुया।
अनि प्रभु यसरी नै हामीले चाहिँ हाम्रो पवित्रतालाई चाहिँ अभ्यास गर्नुपर्छ, प्र्याक्टिस गर्नुपर्छ। मैले चाहिँ अनि अबदेखि चाहिँ यो सामाजिक सञ्जालमा प्रभुको वचनलाई यसरी नै हप्तामा 2 चोटि तपाईँहरूको माझमा ल्याउने जमर्को गरेको छु। अनि म तपाईँहरूलाई भन्न चाहन्छु, बिन्ती छ, सुनिदिनुहोस्, प्रभुको वचनलाई सुन्नुहोस्। र अनि मलाई मैले बोल्दै गर्दा कहाँनिर मैले चुकाएँ, कहाँनिर मैले बिराएँ, म मानिस भएको कारणले गर्दा म पनि कमजोर व्यक्ति हुँ, म बोल्ने मेरो शब्दहरू पनि म भाका पुर्याउन नसकुँला, त्यस्तो कुराहरूमा मलाई चाहिँ सजेस्ट गर्नुहोस् र अनि मलाई पनि उत्साह दिनुहोस् भन्दै म तपाईँहरूलाई आज लामो भयो, मैले चाहिँ एकदमै सोचेको थिएँ म 10 मिनटभित्र सक्नेछु, किन भन्दाखेरि अब अहिले यो डिजिटल युगमा लामो लामो वचन सुन्ने हामी कसैलाई पनि बानी छैन। तर यदि सुन्यौँ भनेदेखिलाई घाटा चाहिँ छैन है हजुर। यसले हाम्रै जीवनलाई चाहिँ अझ धेरै माथि पुर्याउँछ, अझ धेरै हामीलाई प्रभुसँग चाहिँ जिउनको निम्ति चाहिँ सहायता गर्छ। त्यसै कारणले हुन्छ यो भिडियोलाई म यहीँ राख्दछु। जय मसीह।